सो आज चाहिँ कडा घाम छ अनि म चाहिँ ट्याक्क हैन हाम्रो त्रिवेणी रिभर साइडको झुलुङ्गे पुलमा। आज चाहिँ टाइटल के रहन्छ भने 20 रुपैयाँको फोटो है। मेरो साथी चाहिँ उदास छ त के छ यार स्थिति ठीक छैन। मान्छे आएन आज बल्ल यार पर्ने भएको यस्तो 50 रुपैयाँ तर 5 वटा फोटो खिचेको थिएँ 10 रुपैयाँमा खिच्दै के गर्ने नभएको बेलामा ल ठिक छ 80 फोटो खिच्नुहुन्छ आउनु 20 रुपैयाँको हो कि एउटा फोटो लाउनु के राम्रो आउँछ फोटो। सो उहाँहरू चाहिँ फोटो खिच्न रेडी हुनुभयो अनि यसो पोज बताएर होइन मैले चाहिँ फोटो खिच्छु यतिकै समातम हुन्छ मलाई देखाउनु है आज एकजना आयो भयो यतापट्टि आऊ है यता फर्क्यौँ न यता फेरि मलाई क्लिक गरिदिनु एकैछिन है हो यस्तरी गरेर उता हेर त एकछिन प्रतीक्षा थोरै अझै निस्किने कि बाहिर थोरै माथि गर त अब हो थोरै अझै निस्क त पुरा निकाल ल भयो फोटो ठिक छ नि होइन मेरो आमा नहाल्नु लजाउनु पर्दैन के भोलि बिहान तिमीले हेर्न पाउँछौ युट्युबमा। ओ थोडा देखेछ अरे सो म चाहिँ होइन त्यो बहिनीहरूको फोटोसोटो खिचेर अब ट्याक्क होइन उहाँहरूले 150 रुपैयाँको फोटो खिच्नुभयो र खुसी भएर जानुभयो है 20 रुपैयाँको फोटो ट्याक्क एउटा फोटोको 20 रुपैयाँ। म चाहिँ अब ट्याक्क ड्रोन उडाउन जाँदैछु। सो नाइट भ्यू तपाईँहरूलाई त्रिवेणी र हाम्रो सिपुरगढी एरिया राजनगर एरिया होइन राम्रो पाउनुहुन्छ। बिहा छ त यहाँ हामीलाई इन्भाइट पनि छैन त म पनि गइदिउँ क्या वीरदेव जोशी जस्तो होइन ट्याक्क वीरदेव जोशी दाइ चाहिँ बिन बुला मेहमान जस्तो कि ट्याक्क गएर खाना खाइदिने राउटी गर्नुहुन्थ्यो नि त्यो चाहिँ साह्रै युनिक लाग्थ्यो कि। यो चाहिँ हाम्रो त्रिवेणी धाम बजार सो म नाइट भ्यू लिन ट्याक्क एउटा खुल्ला चौरमा त्यहाँ एउटा फिल्ड छ त्यहाँ गएर ट्याक्क है नाइट भ्यू देखाउँछु ड्रोनबाट तपाईँहरूलाई। सिन पनि बवाल नै छ है रातो रातो फुल परेको अहिले चाहिँ यो फुल फल्ने सिजन हो नि त यो एउटा खै के हो नाम त थाहा भएन है यो रुखको यो चाहिँ दामी देखिन्छ क्या यो अहिले यसको सिजन रातो रातो ट्यापको फुल चाहिँ ब्याकग्राउन्डमा यस्तो दामी देखिन्छ। सो म फाइनली ठाउँमा पुगिसकेँ बनाउनु पर्ने हुन्छ भने बिचबाट ड्रोनहरू अलिकति सजिलो हुन्छ नि त आफूलाई। सो म चाहिँ होइन ट्याक्क यो भ्यूमा आइसकेको छु
चारैतिर म बाइक पैसा नि सो मेरो ट्याक्सी बाइक छ टक्क होइन यो चाहिँ DJI को मिनी 2 मोडल दामी हान्छ है भिडियो चाहिँ 4K रिकर्डिङ क्यालिब्रेसन मागेछ सो हामीले क्यालिब्रेसन अनलक गर्नुपर्ने हुन्छ है ट्याक्क पहिला यसरी घुमाउने अनि चाहिँ माथि चाहिँ ट्याक्क यसरी राखेर घुमायो भने त्यो अनलक हुन्छ अनि अब चाहिँ फ्लाइ गर्छ है सो हेर्दा हेर्दा रात परिसक्यो होइन थाहै भएन है कतिखेर रात पर्यो भन्ने एक ड्रोन सुन उडाएर गएँ मैले होइन अब चाहिँ कतिखेर लाग्दैछु सो आजको 20 रुपियाँको फोटो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई होइन त्यहाँ आइदिनुहोस् घुम्न सो टेक केयर बाई बाई